आराधना चढाउनेछौँ। यदि तपाईँहरूलाई आउँछ भने हामीसँगै यो भजन गाउन सक्नुहुन्छ। तर यदि आउँदैन भने आफ्नो आँखाहरू बन्द गरेर यी शब्दहरूलाई निहाल्दिनु होला र परमेश्वरसँग नजिक जाने कोसिस गर्नुहोला। जित्यो नि मेरो मनलाई लौन कसले पो होला खै, येशूको मायाले सुन, येशूको मायाले शीतलता कस्तो आत्मामा मेरो किन पो होला खै, क्रुसको छायाले सुन, क्रुसको छायाले, क्रुसको छायाले सुन, क्रुसको छायाले। प्रभु तपाईँलाई धेरै धन्यवाद, हाम्रो निम्ति त्यो कष्टको प्याला सहनु भएको लागि, पिउनु भएको लागि, त्यो प्रेम देखाउनु भएको लागि धन्यवाद। कस्तो यो प्रेम अयोग्य मलाई येशूले देखाए, कष्टको प्याला ईश्वरको क्रोध खै कसरी पिए, मेरो नै साटोमा हजुर, मेरो नै साटोमा, मेरो नै साटोमा हजुर, मेरो नै साटोमा। ईश्वरले यो कस्तो प्रेम देखाए, प्रिय पुत्रलाई धरतीमा पठाए, ईश्वरले यो कस्तो प्रेम देखाए, प्रिय पुत्रलाई धरतीमा पठाए। साँच्चै नै प्रभु, हाम्रो अधर्म चाहिँ तपाईँको मृत्युको कारण बन्यो, हामीलाई बचाउनको निम्ति तपाईँ त्यो क्रुसमा टाँगिनु भयो। प्रभु तपाईँलाई धन्यवाद। कल्वरी क्रुसमा हजुर, कल्वरी क्रुसमा, कल्वरी क्रुसमा हजुर, कल्वरी क्रुसमा निको भयो प्राणात्मा शरीर कसरी होला खै, कुर्राको चोटले सुन, कुर्राको चोटले सिच्यो नि मेरो रुखो जीवन, केले पो होला खै, रगतको धाराले हजुर, रगतको धाराले
यो कस्तो कल्भरी क्रुसको मृत्यु येशूको जीवन मेरो हो प्रेम यो कस्तो कल्भरी क्रुसको मृत्यु येशूको जीवन मेरो हो प्रभु तपाईँलाई धन्यवाद प्रभु तपाईँको प्रेमको लागि धन्यवाद प्रभु मेरो साटोमा रगत बगाउनु भएको लागि धन्यवाद प्रभु मैले खानुपर्ने कोर्राको चोट तपाईँले खानुभएको लागि धन्यवाद प्रभु धन्यवाद मेरा हातहरूले गर्ने गलत कामको खातिर मेरो हातमा काँटीहरू ठोकिनुको सट्टा तपाईँले आफ्नो हातमा त्यो काँटी